लर्केश्वर महादेवको खोलाको किनारमा रहेको एउटा कुकुरले चाहिँ खोलाको किनारमा रहेको फोहोरहरू चाहिँ एकमुष्ट उसले त फोहोर देख्न पनि नहुने उसले चाहिँ देख्यो कि त त्यहाँ त्यस्तो जाडोमा चाहिँ उसले जाडोको महसुस नगरिकन पौडी खेलेर जो फोहोरको सरसफाइ उसले गरिरहेछ मान्छेले फोहोर फालिरहेछन् उसले सफा गरिरहेछ भनेपछि मान्छे भन्दा त ऊ त जस कुकुर पनि त बुद्धिमान रहेछ नि त फोहोर सिकायो भने उसले गर्दो रहेछ त्यही भएर फोहोर चाहिँ जथाभावी त्यहाँ वरिपरि नफालिदिनु होला कि उसले ऊ कति सभ्य रहेछ त्यो हेरेर पनि मान्छेहरू त एउटा हुन्छ नि एउटा साधारण कुकुरलाई ढुङ्गासुङ्गा हानेर डिसरेस्पेक्टेड गरेर ऊ गर्छ नि त तर कुकुर भने त कुकुर रहेछ कुकुरले पनि मान्छेको भन्दा त जस व्यवहारमा त उतार्यो नि त फोहोर गर्नु हुँदैन रहेछ भन्ने कुरो यसबाट पनि जनाउँछ